बिना कामका भाइ खाएर पचाउन सकिन्न। ल हेर्नुस् आइडी। हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु होइन। अहिले चाहिँ 11 कति समथिङ 11 साढे 11 12 बजिसक्यो होला। अनि हामी चाहिँ अहिले आज हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ अब टक्क लाएर मलसल बोक्ने कार्यक्रम भइरहेछ यहाँ। वो चाहिँ हमारा बहन है, इधर देखो बहन, इधर देखो। अनि वो चाहिँ हमारा भैँसी है, अनि उसकै आच्ची चाहिँ हामीले बोकिरहेछौँ। अब टक्क लाएर मलसल बोकिन्छ। हाम्रोतिर चाहिँ गडाहरू भन्छन्, अब तपाईँतिर के भन्छ अब हामीलाई थाहा छैन। अनि वो चाहिँ हमारा भाइ है, फुलुमीको छोरा, बिना कामका भाइ। यता हेर। अनि टक्क लाएर आज दिसभरि मल बोक्ने काम छ होइन। बहुत औडा ढाड दुखेर ल्याम हुन्छ बेलुका होइन। टक्क लाएर अहिले मल बोकिन्छ यो। कताबाट बोक्ने यहाँ? मैले मिलाएको थिएँ त यो। अलि थोरै हाल्न अलि। टक्क लाएर मल बोक्ने काम छ अब। सबसे ज्यादा चाहिँ उनका ये इधर। हमारा तो कुछ नहीं है, हम तो 2 दिन का मेहमान है ना? भयो तँलाई बोकाउनु पर्ने हो। यो सब चाहिँ उहाँले गर्दाखेरि यो यत्रो बोक्नु पर्यो। खाएर पचाउन सकिन्न। हेलो खाएर पचाउन सकिन्न भनेको। इधर आओ, तुम्हारा नाम क्या है? इधर आ, इधर आ, देखो। उसका काम है ये सब। काली देखो, ये हमारा बफेलो है, इधर देख, इधर इधर। ए हमारा भैँसी होइन, हान्नु पर्दैन नि। वो चाहिँ हाम्रा भाइ है, सब चाहिँ धमाधम कामतिर लागिरहेको छौँ कि यो मल बोक्ने। अब गाउँतिर मकै लाउने सिजन होइन नि त। हिजो पानी परेको थियो बबाल, त्यसैले बबाल मल बोक्न लाग्दैन। अब म पनि मल बोक्छु कि यो मिला त के भन्नुभयो? अब के गर्ने त नि? ल हेर्नुस् आइडिया। बल बोक्न नसकेको अवस्था। मल बनाउन नसकेको अवस्था हो यो चाहिँ। ले यताले यस्तो गाह्रो हुन्छ होइन। बब्बाल त गाह्रो। अಯ್यो त्यही हो, गाउँले भएपछि यस्तै हो। किसानको छोरो नजन्मिनु थियो। उहाँ चाहिँ हाम्रो बजे हुनुहुन्छ। यता पनि चलिरहेको कामकाज बबाली। यता हेर्नु त आन्टी। बबाल काम चलिरहेको छ गाउँतिर। अहिले हजुरलाई म देखाउँछु होइन, गडामा लगेर कसरी फ्याँक्छन्। ल अब एकछिन पछि भेटिदिनुपर्छ। अहिले टाढै छु कि त जिन्दगी भनेको उहाँको भाउजूको जस्तो हुनु पर्यो। हेर्नु भाउजू हो कि न त? जिन्दगी भनेको हजुर जस्तो हो कि नै?
बब्बाल गोडामा ल्याएर यस्तरी फाल्ने होइन टक्क लगाएर गोडामा अब यहाँ ल्याएर मजाले फ्यान्नुपर्छ ल मोबाइलसँग त देख टक्क लगाएर सक्यो अब अरे बबाल ए जीवन की छोरी तेरो दाइलाई तेरो बाउलाई पनि हाल्छु म यता हेर हेर जीवन होइन त्यस्तो यो गाउँतिर अब 2-3 दिन चाहिँ बबाल दुःख हुन्छ होइन भात दिने हो क्या अब सुर्खेततिर त्यही भएर यस्तै हो अब गाउँतिर टक्क कामसाम लाएर सकिदिनु पर्यो अनि त्यसपछि पछि भेट्नुपर्छ हस्